सबैलाई नमस्कार। आज चाहिँ हामी दुईटाले चाहिँ पानीपुरी च्यानल गरेको छौँ। पानीपुरी चाहिँ अब 15-15 पानीपुरी, जसले चाहिँ छिटो खान सक्छ ऊ मान्छे चाहिँ पानीपुरी सहित बदाम खान्छ होइन। जसले चाहिँ ढिलो खान्छ नि त्यो मान्छेले चाहिँ पानीपुरी खाइसकेपछि चाहिँ जति पनि हाम्रो भाषा भागो भन्नुपर्ने च्यानल छ। म तपाईँहरूलाई पहिला हाम्रो पानीपुरी बनाउँछु।